हेलो साथीहरू, वेलकम छ अभिना युट्युब च्यानलमा। तपाईँहरूलाई बिहान 7:30 भइसक्यो। अब म चाहिँ कुकुर घुमाउनु जानु लाग्यो। तपाईँहरूको दिन कस्तो छ? आज राम्रै होला सबै। मेरो आज पनि भ्लग आउँछ हेर्नु। बिहान बिहान बादल लागिरहेछ, पानी पर्छ क्या। आज त पर्दैन होला, कहिले पानी पर्ने देखिरहेको थियो। यस्तै छ हाम्रो घरको चाहिँ, यस्तो राम्रो फुल फुलेर बसेको छ। म चाहिँ जाने अब यही गेटबाट बाहिर। काम चुक्यो काम। आकाशमा बादल छ। आँखा सुन्निँदो रहेछ हो, के हो सुतेर उठेको भर्खर। म चाहिँ घर फर्केर आइसक्यो। अब जाडो छ, घर गएर घर सफा गरेर ब्रेकफास्ट बनाउने, खाने, फेरि माथि सफा गर्नु, फेरि भात पकाउने। त्यही हो मेरो काम। के गर्नु, घरमा आइपुग्यो। घरमा ओलाइमा म चाहिँ घरमा आइपुगिसक्यो। अब यसलाई खाना दिएर अब सफा गर्नुपर्छ। रुगा लाए जस्तो नै हुन्छ। कुकुरको खाना के हो? कुकुरको खाना मैले चाहिँ हिजो यो माछाको चप बनाएर डिप फ्रिजमा राखेको थियो। आज चाहिँ म जिपलक ब्यागमा हालेर यसलाई फेरि डिप फ्रिजमा राख्छु। अनि यस्तो गरेर राख्यो भने चाहिँ अलि दिन पछाडिसम्म पनि खानुहुन्छ। यो चाहिँ सजिलो हुन्छ, चाहिएको बेलामा निकाल्यो अनि फ्राई गर्यो। मैले चाहिँ जिपलक ब्यागमा हालेर नि प्याकिङ गरिसकेँ। अबको माछाको चप बेलाहरू के खानु। अब यो चाहिँ चाहिएको बेलामा के अरे फ्राई गरेर खानुहुन्छ। एउटा चाहियो र दुईवटा चाहियो दुईवटा। म चाहिँ हाम्रो बुढी नखाने रे, एयर फ्रायरमा हाले 3 पिस मात्रै छ जम्मा। हाम्रो बुढीलाई भनेर खाने भनेर बनाएर नखाने, मेरो बाहिरै खाने छ अरे। एयर फ्राई चलाइदिनु 20 मिनट राखिदिनु हुने रहेछ। नहुने रहेछ, अब नहुने रहेछ भने एयर फ्राई गर्छु। म चाहिँ मसरुम अनि यहाँ छ के अरे यो त्यो बुढी खाने भनेर राखिदिएँ। अब मेरो पालो खाने साग, ब्रोकोली, गाजर यो सबै छ। अहिले मसरुम काट्छु।
धोएर ठिक्क पारेर राखेको हिजै खाने रे हिजो नि कहाँ बाहिर खाना खाएर आउँछ आज निकै बाहिरै छ अरे मेरो पालमा मटन नखाने तिमी नै खाऊ भनेपछि त अब मेरो पाल भोज भयो मलाई नि मनपर्छ यस्तो सब्जीहरू बोइल गर्यो हालेँ मात्रै हल्का अनि त्यहाँबाट यसलाई चाहिँ लसुन हालेर अलिकति तेलमा लसुन हालेर अनि कर्नफ्लावर हाल्यो अनि सोया सस हाल्यो हुन्छ डल्ले च्याउ नेपालमा मैले जङ्गलतिर डल्ले च्याउ भेट्थेँ यहाँ चाहिँ यस्तो डल्ले च्याउ दोकानमा भेट्छ त्यति मिठो लाग्दैन यो अर्को खालको चाहिँ मिठो लाग्छ नेपालतिर चाहिँ त्यति राम्रो लाग्दैन अब बोइल गर्ने हो बोइल कराइमा हाल्ने यहाँ बोइल गर्नुपर्ने चाहिँ के हाल्नु पऱ्यो भने यो सागको डाँड पनि छिटो पार्ने यो पनि हाल्ने अनि यो गाजर हाल्नु हाल्दैन यो साग चाहिँ लास्टमा हाल्ने साग र ब्रोकोली चाहिँ लास्टमा हाल्ने अलि एकछिनपछि उम्लेपछि म चाहिँ यो ग्यास चलाइदिन्छु यहाँ पानी हाल्नु पऱ्यो बोइल गर्नु एकछिन उमाल्ने अनि एकछिन उम्लेपछि फेरि त्यो अघिको बाँकी साग र ब्रोकोली हालिदिने यस्तो दामी दामी आज म मसरुम बनाउँदैछु मसरुम मैले बोइल गर्नु राखिदियो मैले यसमा चाहिँ लसुन अनि कर्नफ्लावर अनि सोया सस हालेपछि हुन्छ यो यसमै हाल्ने हो नि यो पानी उम्लेपछि एकछिन बोइल गरेपछि फ्याल्ने हो जालीमा तार्ने हो हाम्रो बुढा र बुढी आज पनि गयो बुढा पनि गयो कहाँ अफिसको साथीहरूसँग पार्टी छ अरे खाना खानु बाहिरै गयो बुढी पनि गयो भर्खरै काम गर्नु गएको कि खै कहाँ गएको थाहै हुँदैन काममा जानु भने जान्छ अब त्यतै खाना खान्छ म एउटा घरमा खाना पकाउने खाने के गर्ने यस्तै छ अब साग हाल्ने बेल हुनु लाग्यो बोइल हुँदैछ खतरा छैन त मलाई नि मनपर्छ यस्तो सब्जी तेल पनि हुँदैन मसला पनि हुँदैन यसले लसुन हाल्ने आयो अनि कर्नफ्लावर हाल्ने घोलेर अनि राम्रो हुन्छ मेरो किचन कस्तो फोहोर देख्दैन मेरो भैमा त पारेर के हो पहिले के हो अब जुठो भयो राख्नुपर्छ बेसिनमा पनि राख्नुपर्छ यो चाहिँ चाहिन्छ चिकन कसालेको कस्तो भयो चिकन कसाले कस्तो भयो यो पनि हस्बेन्ड ब्रेकफास्ट बनाएर अन्डा र ब्रेड खाएँ मैले भात खाने बेल भयो अब आजको भात त त्यही 3 पिस चिकन र यो साग सब्जी खाने घुम्दैछ यो अब एकछिनमा यो पनि हालिदिन्छु अब कस्तो भयो त यो एकछिन यसलाई पनि बोइल गर्नु
लसुन चप भयो चप यहाँ चिकन के रहेछ हेर्नु है यस्तो भन्छ फर्काउनु पर्यो कस्तो भयो यहाँ 3 पिस चिकन कस्तो भयो त यो चिकन ल अझै अलिक बस अब साग भइसक्यो अब म निकाल्छु यसलाई छन्नीमा हालेर यसलाई पानी तार्छु बोइल भयो डन ल अब चाहिँ म अघि साग बोइल गरे भइसक्यो अब तेल हालेर गर्नुपर्छ तेल चाहिँ धेर चाहिँदैन है यो सब्जी बनाउनु अलिकति भए हुन्छ है लसुन पड्काउनुलाई लसुन पड्काउनु लसुन अब कर्नफ्लावर चाहियो ब्ल्याक सस के होस् चाहियो मलाई कॉर्नफ्लावर चाहिए मलाई कॉर्नफ्लावर कॉर्नफ्लावर खोल्नु पर्यो सब्जी मैले त हालिदिएँ त्यसलाई नुन हाल्नुपर्छ अनि यो खोलेको कर्नफ्लावर हाल्नुपर्छ अब लाग्छ न ब्ल्याक ससको मैले चाहिँ कर्नफ्लावर पनि हालिसक्यो तेल न मसला ग्यास्ट्रिक हुने मान्छेलाई तेल मसला खानु नहुने मान्छेले यस्तै खाइ पनि हुन्छ खतरा हुन्छ ग्यास्ट्रिक हुन्छ भनेर डर पनि हुँदैन अलिकति सोया सस हाल्दैन त्यो हाल्नुलाई नुन हुन्छ यो ससमा नुन हुन्छ है त्यो सस खाने हुने खानु नहुने सस हो खानुहुन्छ भनेर ल्याउँछ चाइनिज चोटी बनाएको चाहिँ के हो नुन हालेर ब्ल्याक कराईको मसाला हालेर बनायो कि त्यसलाई कालो त पित्तो छ के भन्नु आइएम डन मेरो सब्जी पाक्यो अब मेरो चाहिँ बनाइसक्यो यो साग चाहिँ रेडी भइसक्यो टुक्क मैले निकालिसक्यो चिकनको हालत के छ त चिकनको हालत पाक्यो त चिकन साग पनि त पाक्यो कि अझै एकछिन राखेको छु 2 मिनट प्लेटमा हाल्यो मेरो यो चिकन बाँकी थियो कालो भइसकेको छ
कालो भयो कि सेतो तू खिरी ल मेरो चिकन सब्जी रेडी भयो चिकन ग्रिल सब्जी